अनि गएर अब यो हाम्रो घरेसी मसला हामीले आफै पिसेको घरमा अब यो पनि पुरै जान्छ यसमा। यो कमसेकम पिसेको मसला 2 किलो छ हाम्रो। यसरी सरर चाहिँ गरेर यो मसला यति मसला राख्छौँ हामीले। र यो खुर्सानीको धुलो अनि गएर यो हलेतो बेसार बेसार भयो। हाम्रो यो खुर्सानीको धुलो अलिक थोरै भयो, यसलाई अब पछि पनि एड गर्न मिल्छ। यो खुर्सानीको धुलो भयो। अनि गएर यो अचारमा सबभन्दा मेन कुरा के हुन्छ भन्नुहुन्छ भन्दा कलौन्जी भन्छ हामीले, यहाँ त के भन्छ यो कलौन्जी। यो जरुरी, यो एकदम अचारलाई एकदम सेफ राख्ने चिज हो। यसका दाना राख्नुपर्छ हामीले। हामीले अब कलौन्जी धेरै पनि राख्नु हुँदैन, ठिक्क मात्रामा। नबोल त कोही पनि तेल राख्दैछौँ यसमा। एकदम प्योर तेल राख्नुपर्छ आफू अचारमा, तिनी प्याकेटवाला राख्नुहुन्न। अब हामीले यसमा अहिले धेरै तेल हाल्ने होइन, 1 लिटर जति, आधा लिटर जति तेल हाल्ने हो। जर्किनले घप्प हाल्नुपर्छ नडराइकन। त्यही भएर 2-5 वर्षसम्म यो चल्छ अचार राख्छौँ भन्ने। अनि गएर अचारमा तेलै राख्न डराएपछि त अचार त 2 महिना ढोँडेसी लाग्छ। तर हाम्रो अचारमा चाहिँ 5 वर्षसम्म ढोँडेसी लाग्दैन, त्यो हामीले ग्यारेन्टी दिन्छौँ। मसलाको जो मेटेरियल मैले बनाएँ त्यो मेटेरियल मैले हर कसैलाई बताउन, अहिले फेरि अर्को रेसिपीमा बताउँला। अब यसलाई हामीले हातले चलाउने होइन, अब यस्तै गराएर मिक्स गर्ने हो। यो मिक्स गरिसकेपछि हामीले के गर्छौँ भन्दा यो अचारले तेल नछोडौँ भने हामीले डिब्बामा भर्दैनौँ। सबभन्दा मेन कुरा त्यो हुन्छ। एउटा बाल्टीमा राखेर हामीले दिनको 4 फेर 5 फेर अचारलाई हल्लाउने। अनि अचारमा हात लाउनु हुँदैन। हामीले डिब्बा भर्दाखेरिमा पनि हामीले त्यो अचारको यस्तो कर्चीहरूले अचार गर्ने। अब यो अचारमा हामीले हात लगाउनु हुँदैन। हात लगाएपछि अचार चाहिँ खराब हुन्छ, यो रियल कुरा हो।